भेनेजुला दुनियाँको सबभन्दा रिच ओइल कन्ट्री हो, तर आज किन त्यहाँ पैसाको भ्यालु कागज जस्तो छ? किन पिपुल बेसिक फुडको लागि लाइनमा उभिन्छन्? स्टोरी, ओइल, पावर र अमेरिकाको प्रेसर। भेनेजुलामा दुनियाँको सबभन्दा ठुलो ओइल रिजर्भ छ। ओइल भनेको पावर हो, जसले ओइल कन्ट्रोल गर्छ, त्यसले दुनियाँको इकोनोमीलाई कन्ट्रोल गर्छ। अमेरिका जस्तो देशको इकोनोमिक ओइलमा डिपेन्ड हुन्छ। त्यसकारण अमेरिकाले पहिलादेखि नै भेनेजुलाको ओइलमा इन्ट्रेस्ट राखेको थियो। अमेरिका ओइल कम्पनीजले भेनेजुलाको ओइल पम्प गर्थ्यो। प्रॉफिट अमेरिकामा जान्छ, भेनेजुलालाई थोरै फाइदा हुन्थ्यो। 1999 मा हुगो चावेज पावरमा आयो। उसले भन्यो भेनेजुलाको ओइल अब भेनेजुलाको हो। उसले ओइल इन्डस्ट्रिज नेसनलाइज गर्यो, अमेरिका कम्पनीजको कन्ट्रोल हटायो। ओइलको पैसाले फ्री एजुकेसन, फ्री हेल्थ केयर र पुवर पिपुललाई सपोर्ट स्टार्ट गर्यो। यो कुरा उसलाई राम्रो लाग्यो, तर अमेरिकालाई यो बिल्कुलै मन परेन। अमेरिकाले डाइरेक्ट वार गरेको होइन, तर स्टार्ट भयो इकोनोमिक वार। भेनेजुलामाथि सेन्सन लगायो, ओइल एक्सपोर्ट रोक्यो, डलर सिस्टम ब्लक गर्यो, इन्टरनेसनल ब्याङ्कबाट आइसोलेट गर्यो। यो सबैको इफेक्ट एकैचोटि पर्यो। ओइल बेच्न नपाएर गभर्मेन्टसँग पैसा भएन, कम्पनीज बन्द भयो, जब गयो, इन्फ्लेसन स्काई रकेट भयो। इन्फ्लेसन यस्तो भयो कि ब्रेड किन्न ब्यागभरि पैसा लाग्थ्यो। डक्टर्स, इन्जिनियर्स, टिचर्स सबै कन्ट्री छोडेर गए। अमेरिकाले भन्यो यो सब गभर्मेन्टको गल्ती हो, तर ट्रुथ यो हो, जब इकोनोमीलाई कन्ट्रोल गर्छ, कन्ट्री अटोमेटिकली वेक हुन्छ। भेनेजुलाको स्टोरी हामी सबैको लागि लेसन हो। आज वार गनले हुँदैन, वार हुन्छ सेन्सन, इकोनोमिक र ओइलले। यो मोडर्न दुनियाँको ट्रुथ। के लाग्छ, के हुन्छ? हो भन नेक्स्ट टपिक।